टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। वडा दशैंको दोस्रो दिन देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदै सम्बन्धी प्रसङ्गबाट। बडा दशैंको दोस्रो दिन आइतबार नवदुर्गा मध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदैछ। आइतबार दशैं घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा ब्रह्मचारिणीको स्तुति गरी मनाइने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। नवदुर्गा मध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन ब्रह्मचारिणीको स्तुति गर्ने चलन छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कृष्णमाण्डा, पाँचौं दिन स्कन्दा माताको स्तुति गरिन्छ। त्यस्तै छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म यो पर्व मनाउने चलन छ। यसैबीच सरकारले देशभरका शक्तिपीठहरू नखोल्ने आग्रह गरेको छ। कोरोना संक्रमणको जोखिमका कारण सरकारले सर्वसाधारणका लागि शक्तिपीठमा नित्य पूजा सञ्चालन गर्न बाहेक सर्वसाधारणका लागि पूजा आराधना गर्न रोक लगाएको छ। मोहतरीबाट भारततर्फ अवैध रूपमा चोरी तस्करी गर्नका लागि राखिएको 22 कुन्टल बढी मटर गए राति प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोहतरीका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टका अनुसार जिल्लाको सिमानाकामा अवस्थित मन्द्रा सिस्वा नगरपालिका 10 मरवाही गाउँमा सञ्चालित राम जानकी जेनरल स्टोरमा 90 वटा बोरामा राखिएको 22 कुन्टल 500 किलोग्राम मटर बरामद गरिएको हो। ठूलो मात्रामा मटर तस्करी हुने योजना रहेको विशेष सुराकीको आधारमा प्रदेश नम्बर 2 प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोहतरीबाट खटिएको संयुक्त प्रहरी टोलीले सो जेनरल स्टोर्समा गए राति छापा मार्दा 22.5 कुन्टल मटर बरामद गरिएको जनाएको छ। बरामद मटर आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको छ। धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। आइतबार बिहान 3 बजेर बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको अस्पतालका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिएका छन्। मृत्यु हुनेमा इटहरी 1 सुनसरीका 79 वर्षीय पुरुष रहेका छन्। उनी पहिलेदेखि नै दीर्घ रोगी थिए। उदयपुर जिल्लामा स्कर्पियो दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ। सिद्धिचरण लोकमार्ग अन्तर्गत कट्टारी नगरपालिका 14 भदौ रेलमा शनिबार राति दुर्घटना हुँदा 5 जनाको दुर्घटना स्थलमै मृत्यु भएको हो। भेडरबाबाट ओखलढुङ्गातर्फ जाँदै गरेको 20/7171 नम्बरको स्कर्पियो शनिबार राति 12 बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतक ओखलढुङ्गा मानेभन्ज्याङ 9 का 30 वर्षीय राम बहादुर सार्की र 26 वर्षीय कर्ण बहादुर सार्की रहेका छन्। अन्य 3 जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य 3 जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा ओखलढुङ्गाको मानेभन्ज्याङ 9 की 28 वर्षीय कुमारी सार्की, 22 वर्षीय कल्पना सार्की र स्कर्पियो चालक सुरुपेन्देही मधुवलिया 4 का 28 वर्षीय पवन खड्का रहेको प्रहरीले जनाएको छ। उनीहरूको उपचार भइरहेको छ। नेपाली सेनाले आजदेखि पीर्तनापति सम्मेलन गर्दैछ। सम्मेलनमा देशको शान्ति सुरक्षा साथै कोभिड-19 प्रति कार्यका प्राप्त भएको सफलता आकलन र भावी रणनीति बारे समीक्षा हुने सैनिक प्रवक्ता सन्तोष बल्ब
पौडेलले जानकारी दिनुभयो। प्रत्येक 6 महिनामा नियमित रूपमा हुने यसपटकको 3 दिने सम्मेलन भर्चुअल माध्यमबाट हुनेछ। सेनाका 8 पीर्तनापतिले आफ्नो कार्य क्षेत्रमा भए गरेका उपलब्धि देखाएका चुनौती र समाधानका लागि चाल्नुपर्ने कदमबारे राय सुझाव सहितको प्रस्तुतिकरण गर्ने उहाँले जानकारी दिनुभयो। सेनाको पूर्वी कानू पीर्तनापतिमा सन्तोष ढकाल, मध्य पूर्वी पीर्तनापतिमा सुरेश कार्की, मध्य पीर्तनापतिमा ताराध्वज पाण्डे, उपत्यकाका पीर्तनापतिमा आनन्द कुमार अधिकारी, पश्चिम पीर्तनापतिमा गोकुल भण्डारी, मध्यम पीर्तनापतिमा सञ्जय थापा, उत्तर पश्चिम पीर्तनापतिमा विज्ञान देवी पाण्डे र सुदूरपश्चिम पीर्तनापतिमा निर्मला कुमारी थापा हुनुहुन्छ। उपस्थितिको नेतृत्वमा रहेको सेनाका पीर्तना इटहरी, धनुषा, हेटौडा, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छन्। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्राम। यसपालि आउन नमिल्ने भयो आमा। यो दसैँमा निधार खाली नै हुने भयो। दसैँमा निधार खाली राख्न हुन्न नि बाबु। हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन। चोको 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 फन। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण, अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन के, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? जुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि? कुन चाहिँ वाला? आशा हो तिमी मेरो, भरोसा हो तिमी मेरो, तिमी नै हौ सपना अटुट, तिमी सहयात्री मेरो। जीवीएस बाइक वा स्कुटर किन्नुहोस् र जित्नुहोस् स्योर सर्ट रु 9,000 सम्म वा 0% ब्याज दरमा फाइनान्स वा बजार मूल्य भन्दा थप रु 15,000 सम्म एक्सचेन्ज बोनस पाउनुहोस्। साथै बम्परमा किने पनि नकिने पनि अपाचे RR 310 जित्नुहोस्। टिभीएस, दशैंको आशा। नाममै यसको शक्ति छ, नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। तानसेन ओपिसी सिमेन्ट। विश्रामपछि स्वागत छ अब बाँकी प्रसङ्ग।
पूर्व मन्त्री डाक्टर डम्बर नारायण यादवको 85 वर्षको उमेरमा निधन भएको छ। विराटनगरमा उपचारको क्रममा उनको निधन भएको उनका छोरा मनोज यादवले बताए। सप्तरी स्थित आफ्नो निवासमा 4 दिन अघि अचानक बेहोस भएपछि उपचारका लागि विराटनगर लगेको थियो। ब्रेन हेमरेजका कारण उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ। पञ्चायतीय व्यवस्थामा शिक्षा मन्त्री रहिसकेका यादव प्रजातन्त्र आएपछि नेपाल सद्भावमा पार्टीमा सक्रिय भएका थिए। उनी मधेसी नागरिक समाजका अध्यक्षको हैसियतमा विभिन्न सामाजिक कार्यमा समेत सङ्कलन हुँदै आएका थिए। उनको दाह संस्कार आज सप्तरीमै हुँदैछ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशका उल्लेखनीय मौसम प्रणाली नरहेको जनाएको छ। हाल देश 1 का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक रहेको महाशाखाले जनाएको छ। आइतबार प्रदेश नम्बर 1 बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। प्रदेश नम्बर 1 को 1-2 स्थानहरूमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। कोरोना भाइरस विरुद्धको भ्याक्सिन उत्पादनमा भारतले छिमेकी मुलुकसँगको सहकार्यलाई अगाडि बढाएको छ। कोरोना भाइरसको वर्तमान अवस्था र भ्याक्सिन उत्पादनमा भएको प्रगतिको समीक्षा सम्बन्धी एक बैठकलाई शनिबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले भ्याक्सिनको परीक्षण अध्ययन र अनुसन्धानमा छिमेकी मुलुकहरूसँग सहकार्य गर्दै गएको बताएका हुन्। पछिल्लो दिनमा भ्याक्सिनको विकासमा उल्लेख्य प्रगति हुँदै गएको मोदीले उल्लेख गरेका छन्। भारतमा 2 वटा परीक्षण स्रोत चरणमा र एउटा तेस्रो चरणमा रहेको छ। मोदीले उच्च सरकारी अधिकारीहरूसँग गरेको वार्तापछि भारत सरकारले जारी गरेको विज्ञप्ति अनुसार भारतका वैज्ञानिक र अनुसन्धानकर्ताहरूले अनुसन्धानको क्षमता अभिवृद्धिको लागि नेपाल, अफगानिस्तान, भुटान, बङ्गलादेश, मालदिव र श्रीलङ्का लगायतका मुलुकहरूसँग पनि सहकार्य गरेका छन्। साथै भारतीय सरकारले बङ्गलादेश, म्यानमार, कतार, भुटान लगायतका मुलुकहरूले उनीहरूको मुलुकमा भारतीय खोपको क्लिनिकल ट्रायल गरिदिन आग्रह गरेको समेत जानकारी दिएको छ। भ्याक्सिनको विकास र अनुसन्धानका लागि नेपालसँग पनि सहकार्य गरे पनि क्लिनिकल ट्रायलका लागि भारतले आग्रह गरेको छ कि छैन भने विषयमा नेपाल सरकारले केही पनि बताएको छैन। चीन, रुस लगायतका केही मुलुकले क्लिनिकल ट्रायलका लागि आग्रह गरे पनि नेपाल सरकारले यस विषयमा कुनै पनि निर्णय गरेको छैन। मोदीले भने छिमेकीमा मात्र केन्द्रीय नभई बाहिरी संसारसँग पनि सहकार्य गर्न सहकारी अधिकारीहरूलाई निर्देशन दिएका छन्। हस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।